सिमेन्टमा राखिदियो नि 5 वर्ष 7 वर्ष भएन त समस्या भएन त अनावश्यक भयो कि भएन डर देखाएको कुरा होइन है यो बुझ्ने कुरा हो नि हामीले दमकमा एउटा के भने देवीमाया विक्क भन्ने हाटखोलामा उहाँलाई मैले आरजिएल खुवाएँ मुटु समस्या भएको मान्छे एकदम साह्रै हुने मान्छे आरजिएल खुवाउन साह्रै मान्छे साह्रो हुनुभएछ एक हप्ता पछाडि फेरेक फ्याटक्कै भयो सेलाक्कै भयो अनि त्यो धरानको डाक्टरलाई फोन गर्नुभएछ लु यस्तो भयो भने चाहिँ लिएर आऊ अनि सर डाक्टर त्यो च्याउको खानुपर्छ भने एकजना सरले च्याउ खुवाउनु भयो अनि म हाम्रो आमा त यस्तो हुनुभयो ए लु सकिएछ भन्नुभयो अरे के डाक्टर ल लाने हेर्नुहोस् यो आमा मऱ्यो भने यो टीकाराम आचार्यलाई आफियाहरूले चाहिँ एकदमै सबै कुराहरू चाहिँ महत्त्व पाए आमा मरोस् न यसको कति क्षति लिने हो यसको होइन उनीहरू त लट्ठी खुकुरी लिएर कुरो बुझ्नुहुन्छ अनि तपाईँको रातो च्याउको बट्टा र बुढी मान्छेलाई एम्बुलेन्समा लिएर धरान लिएर गए डाक्टरले हतार हतार गरेर के खुवाएको थियो अरे के खाएको भने डाक्टर साहब यो खुवाउनु भन्नुभयो राम्रो हुन्छ अनि यो खुवाएको ए यो त म पनि खाँदैछु यसले होइन भने डाक्टर साहबले एकचोटि त्यो डाक्टर साहबलाई मैले धन्यवाद दिनुपर्छ क्या कुरो बुझ्नुहुन्छ आमा बाँच्नुभयो अहिले स्वास्थ्य हुनुहुन्छ अलिकति जोखिम पनि उठाउनुपर्छ सर हामीले जब जोखिम उठाउन सक्नुहुन्न नि जोखिम उठाउनुहुन्न भने होइन सानै पानीले पनि बगाउँछ है सर भन्ने मलाई लाग्छ यो हाम्रो डिएक्सन चाहिँ राम्रो कुरा छ जोखिम चाहिँ उठाउनुपर्छ जोखिम उठाएपछि मात्रै हामी मानिस स्वास्थ्य बनाउन सक्छौँ र हामी पनि सफल हुन सक्छौँ भन्ने मलाई लाग्छ यो हामीले बुझ्नु अनुभव गर्नुपर्ने कुराहरू किन भन्दाखेरि चाहिँ यो चिज भनेको अघि नै मैले भने फेरि दोहोऱ्याउनु पर्यो हाई क्वालिटी गुड सप्लिमेन्ट फुड चाइनिज इतिहास हेर्नु भने 365 जडीबुटीको राजा रातो च्याउ यसको इतिहास अर्को समय कार्यक्रम हुँदाखेरि म पढाउँछु अहिले मैले देखाउने थिएँ यो मेरो ल्यापटपमा छ त्यो यसमा प्रोग्राममा हाल्न मिलेन यसको इतिहास मेरै ल्यापटपबाट चले भए चाहिँ त्यो फोल्डर खोलेर तपाईँलाई राम्रो गरी के हो रहेछ कसरी गर्थे चाइनिजहरूले भनेर बुझाउन खोजेको थिएँ त्यही कारणले गर्दा यो चाहिँ 365 जडीबुटीको राजा रातो च्याउ कति अरे इन्द्र सर 365 होइन भन्न त सजिलो भने भन्न चाहिँ सजिलो हो 365 भने कति हो 365 एक वर्ष त्यो भन्दा पनि मास्लो त के भयो होइन जडीबुटीको राजा जति पनि विश्वमा होइन अङ्ग्रेजको औषधि भन्दा अन्य जडीबुटी होइन हाम्रो पहिला नेपालीहरूको त के भन्दा जडीबुटी कति जटिल हुन्छ होइन मेरो मामा कान्छाले तपाईँको त्यो गोमन सर्पले गोमन भनेको त्यो खतरनाक विषादी हरेउले फ्याक्क हान्यो भने हानेको 15 मिनटभित्र पुर्याइयो भने ठ्याक्कै उहाँले एउटा के जरा दिनुहुन्थ्यो मर्दाखेरि दिएर जानु भएन उहाँले त्यो जरा के ल्याएर ठ्याक कुटेर बाँधिदिनुहुन्थ्यो सर त्यसबाट पानी बगेर कोही मान्छे पनि नमर्ने कस्तो जडीबुटी थियो हेर्नुहोस् त जडीबुटी त्यस्तो थियो नि तर त्यस्तो जडीबुटी भन्दा पनि जडीबुटीको जडीबुटी यसको अर्थ सर्पले टोकेको पनि हुन्छ भनेको चाहिँ होइन सर्पले चाहिँ विषादी हुन्छ यो चाहिँ समय लाग्छ नि डिटोक्सिफिकेसन गर्न सर्पले टोक्यो भने चाहिँ हामीले त्यसको उपाय चाहिँ नयाँ कुरा चाहिँ गर्नुपर्छ अहिलेको समयमा है त यो हामीले बुझ्नुपर्छ मैले उदाहरण मात्रै दिएको यो कुरा चाहिँ किन भन्दा पहिलाको जडीबुटी भनेको भयानक शक्तिशाली थियो त्यो भयानक शक्तिशाली भन्दा पनि शक्तिशाली चाहिँ यो डाक्टर लिमको नै प्रोडक्टहरू चाहिँ शक्तिशाली छ र हाम्रा मान्छे नै धेरै समस्यामा हुनुहुन्छ हेर्नुहोस् यो नर्मल कुराहरू हो नि यो कफीहरू तपाईँको पेसहरू त्यही कारण हामी भन्नलाई किन शर्माउने हो अघि मैले भने उहाँलाई भन्दै थिएँ म अघि बाटामा मैले 17-18 जनालाई बसमा यो ट्र्याक्स बाँडेर 3-4 जना त आउने बनाएर अहिले बाटामा पनि गरेर आयौँ हामी भन्न किन शर्माउनु पहिलो कुरा चाहिँ हजुरहरू तालिममा चाहिँ बस्नुपर्छ धेरैचोटि तालिम चाहिँ लिनु पर्यो क्या सुन्दै जानु भएपछि तपाईँको जब दिमागमा छिर्छ नि
त्यतिखेर चाहिँ ती पल्ला घर तल्ला घरका मान्छेले अरू साबुन चलाएको देख्दाखेरि यही साबुन चलाइदियो हुन्थ्यो भन्ने मन हुन्छ क्या। उनलाई पनि त आउँछ नि त 6 रुपियाँ इन्कम हुन्छ नि त त्यो साबुन चलाउँदा। बजारको सामान त कति चलाउँछन्, उनलाई पैसै हुँदैन होइन। तेल यही चलाउन सकिने रहेछ सर। अस्ति मैले त 4 लिटर लिएर आएँ नर्समा गएर, 4 लिटर झ्याप्प बोकेर। यहाँ रहेनछ नि त, त्यहाँ चाहिँ रहेछ नि त डिएक्सनको तेल रहेछ, मिठो रहेछ क्या। आन्टीलाई मन पऱ्यो अरे क्या एकदम डिएक्सन तेल। ल ल्याउनु, नुन पनि ल्याउनु, नुन पनि रहेछ होइन। नुन खाँदा नि पैसा आउने हो, तेल खाँदा नि पैसा आउने हो होइन। बाहिर किनेर खाँदा त पैसा आएन, गयो मात्रै आयो भएन, गयो मात्रै होइन। त्यही कारणले गर्दा यो सबै कारण यो बनाइदिने चाहिँ हाम्रो डाक्टर लिम हुनुहुन्छ। यो बिग्रिएको जुन अङ्ग छ नि, जुन चाहिँ यो कलेजमा चाहिँ गयो, अब यो कलेजमा गयो भने डिएक्सनको प्रोडक्ट खाएर यसरी बिग्रिएकोहरू सुधार हुन्छ भन्ने कुरा प्रमाणित पूर्ण रूपमा नै भइसकेको छ अहिले र संसारले यो दिएको छ। र हामीले यो खालको कार्यक्रम चाहिँ हामीले निरन्तर चलाउनु पर्छ भनेर चाहिँ हामीले एउटा यो योजना बनाएर योजनाबद्धै गरेर दमकसँग मिलेर गइरहेका छौँ। तर अब हामी विक्रमसँग पनि मिलेर एउटा साझेदारी सहकार्यमा गर्छौँ। यसमा मैले पावर पोइन्ट बनाएको थिएँ। यहाँ पावर पोइन्टभित्र यहाँ 5वटा फोटो छ विभिन्न विषयको, तर हामीले पिडिएफ बनाउँदाखेरि भित्रको प्रोग्राम चाहिँ आउँदैन रहेछ। म यसैमा सर्टमा जान्छु। र अब तपाईँहरूलाई मैले सोध्नै पर्ने कुरा चाहिँ के रह्यो त भन्दाखेरि, हामी डिएक्सनकोमा छिर्दै गर्दाखेरि हामीसँग हामीले भन्नुपर्ने कुरा चाहिँ तपाईँहरू पहिलो कुरा चाहिँ अब तालिम प्राप्त नभएका कारणले अरूलाई सेयर गर्न सकिँदैन। एकदमै यो जटिल कुरा छ। किन भन्दा यो प्रत्यक्ष स्वास्थ्यसँग जोडिएको कार्यक्रम हो, जीवनसँगको जोडिएको कार्यक्रम। अनि जसरी मैले बोलेँ त्यसरी सबै मान्छेले बोल्न पनि सजिलो हुँदैन भन्ने म अनुभव गर्छु। किन भन्दाखेरि चाहिँ एक चाहिँ पहिलो भेक्सिन सम्बन्धी तालिम छैन, 2 कुरा भनेको स्वास्थ्य सम्बन्धी पनि पूर्ण ज्ञान छैन, 3 कुरा भनेको आफैले सामान चलाएको छैन। हो क्लियर भन्दैछु। यो भन्दा यसको सपोर्टमा सहायक कुरा गरौँ भने यो रेस्क्यु नेटवर्क नेपाल भन्ने सुन्नु भएको होला काहीँ रेडियो टेलिभिजनमा, त्यसको पूर्व अञ्चलको कोअर्डिनेटर पनि संयोजक पनि म हो। त्यसमा मैले तालिम लिएर कुनै मान्छे घटना घटिराखेको छ, त्यो मान्छे गएर उठाउँदा त्यो मान्छे मैले उठाएर हस्पिटल लगेँ, बिचमा अथवा एकछिन उठाउन ढिलो भयो, रगत बगिरहेको थियो, रगत बाँधियो, त्यो ब्यान्डेजहरू बाँधियो, अनि उठाउन ढिलो भयो, हस्पिटल पुग्दा मान्छे मऱ्यो भने त्यो उठाउने मान्छेकोलाई ज्ञान लाग्छ। थाहा छ कि छैन? हो, त्यो मलाई चाहिँ लाग्दैन। मैले प्रमाणपत्र लिएको छु नेपाल सरकारको स्वास्थ्य विज्ञानबाट। जस्तो नेपालमा त झन् समस्या छ, अलिकति ढिलो आदि इत्यादि नगरिदिया भाइ भनेर हाम्रो यसका कारणले भनेर झन् हान्छन् क्या। त्यही कारणले गर्दा त्यो कुनै मान्छे समस्या पऱ्यो भने, अस्ति एकजना भुजेलनी आमा त्यहाँ लड्नु भएको छ, मैले उठाएर लिएर गएँ। अनि गटको अङ्ग्रह बित्नु भएन, तर अलिकति त्यस्तै भएको भए यहाँ गएको रहेछ, तपाईँको फुटेर रगत आएको रहेछ, यहाँ भाँचिएछ। मैले ब्यान्डेज बाँधेर दमक लिएर गएँ, बचाउन सफल भएँ, किनभने मसँग त्यो कुराहरू ज्ञान थियो। यही कारणले स्वास्थ्य तालिम अर्को पनि मैले प्रमाणपत्र नेपाल सरकारको लिएको हुनाले खोलेर बोल्न सकिने भयो। होइन भने कि यसको बारेमा राम्रो सिकेको हुनु पर्यो, गहिरो रूपमा जान्नु पर्यो। होइन भने भोलि मान्छे मऱ्यो भने के गर्नुहुन्छ? मान्छे मऱ्यो भने के गर्नुहुन्छ? तपाईँलाई प्रश्न आउँछ होइन? हाम्रो मान्छे किडनी फेल भएर जान आँट्दैछ, मुटु समस्या भएको मान्छे हो, त आर्टिजेल खुवाउनु भयो, अब मऱ्यो भने के गर्नुहुन्छ? के छ प्रश्न होइन? पहिलो कुरा त मर्दैन 1 नम्बरमा। 2 नम्बरमा यसैले चिज खाएर मर्यो भन्यो भने बिमा छ, तपाईँले परिवारले बिमा पाउनुहुन्छ, प्रमाणित चाहिँ हुनु पर्यो होइन? तेस्रो कुरा, मैले आफै खुवाएको छु र खाएको छु, मर्दैन, विश्वास गर्नुहुन्छ भनेपछि उसको मनोबल बढेपछि उसले खाने हो नि त। भोलि मर्यो भने साँच्चै डर लाग्छ नि, ढुक 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 हुन्छ है भित्र। है मर्न आँटेको मान्छेलाई खुवाइयो,
फ्याट्ट मऱ्यो भने त तपाईँ त सकियो नि हौ। फलाले च्याउ खाएर मऱ्यो, मिडियामा आउँछ, प्रहरी आएर लगेर समाउँछ। अनुसन्धान समस्याको लागि होइन, यो पर गोठगाउँमा इनुरबामा यो पनि एउटा अचम्म तरिकाको निको भयो। तपाईँको पेस आरजिएल खाएर पेस तेल चलाउँदा नै हुँदो रहेछ, अचम्म तरिकाको हुँदो रहेछ। अनि तपाईँको मेरो सासुआमा मणिपुरमा हुनुहुन्थ्यो, अहिले पनि मणिपुरमै हुनुहुन्छ। मेरो सासुआमा, उहाँको आँखा दुखेर 17 वर्ष कहिले निको नै नहुने। मेरो त आँखा फुट्ने भयो, मेरो त आँखा बिग्रिने भयो, म अन्धो हुने परेँ नै भन्नु। अनि होइन आउनुहोस् यता नेपालमा, होइन आउनुभयो, आएर मसँग बस्नुभयो 6 महिना, कति त बस्नुभयो। 6 महिनामा मैले चलाएको यही हो नि त। अहिले सिओ हुनुहुन्छ तपाईँको चस्मा नलाइ, 84 वर्ष त मनाएको 3 वर्ष भयो नि त। अहिले 85, 86, 87 वर्ष हुनुहुन्छ। हेर्नु त, योभन्दा 5-6 वर्ष 7 वर्ष अगाडि नै बिग्रिएको आँखा अहिले तपाईँको चस्मा नलाइ सिओ हुनुहुन्छ भनेपछि यो तपाईँको यो औषधि होइन, तर औषधिको हजुरबा कुखुराबा हो भनेर हामीले सिकाउनुपर्छ। तेल हो यो आँखाको लागि, यो एकदम नै। अनि अरू बाहिरको कुनै औषधि डक्टरको यो स्वास्थ्य अन्य औषधिको कुराहरूमा भन्नुहुन्छ भने तपाईँको कानमा आँखामा एउटै चलाउनु मिल्दैन। तर यो भनेको तपाईँको आँखामा हाल्दा नहल्लाइकन लगाइदिनुहोस्, कानमा पनि नहल्लाइकन हालिदिनुहोस्, केही फरक पर्दैन। हामी लामो समयदेखि यही चलाउँछौँ। अनि अब जिउमा मालिस गर्नु पऱ्यो भने तपाईँको भरिसक्यो एकतर्फ 250 एकतर्फ चलायो भने त्यसले धेरै अझै प्रभाव काम गर्छ। तपाईँ उल्टा गर्नुहुन्छ कि सुल्टा, तर एकतर्फ चाहिँ धेरै प्रभावकारी हुन्छ भन्छ यसको। यो हल्लाएर दुखेकोमा अनि यसले काम गर्छ। यो सबैमा चलाउन सकिन्छ। दाँतको समस्या भयो, दुख्यो भने पनि पेस्ट चलाउन सक्यो पहिलो, दोस्रो तेलै पनि लगाए कतिजनाले सुधार भएको हामीले देख्यौँ होइन। अनि यो चलाउन सकिन्छ। यस कारणले गर्दा यो शरीरको सबै समस्या सम्बन्धी। अनि अब मेरो श्रीमतीको चाहिँ यो मधुमेह होइन, सुगर पेसेन्टको लागि। अब मेरो श्रीमतीलाई भएको खालको सुगर भएको मान्छे धेरैजना हाम्रो पास्टर दिदीको, हाम्रो आन्टीहरू सबैजना घुमेर गए, धेरैजना मरेर गए। मेरो श्रीमती ठिकै छ, सुस्वास्थ्य छ, कन्ट्रोल छ, एकदम राम्रो छ, झरझर छ। उनीसँग म मर्छु कि मलाई सुगर भयो भन्ने कुरा कुनै पनि केही पनि छैन। कारण यसैले नै हो। त्यही कारणले हामीले भन्न चाहिँ डराउनु भएन, भन्दा अगाडि सिक्नका निम्ति अल्छी गर्नु भएन। तपाईँहरूले पहिला कुरा हो कि होइन भन्ने कुरा कन्फर्म पहिलो आफै हुनु पर्यो। किन भन्दाखेरि यो म आफै चाहिँ यति स्पष्ट र क्लियर छु कि म आफैले अनुभव गरेको छु। यो पोखरीमा म आफै पौडेको, म आफैलाई थाहा छ, आफै मर्दै गरेको मान्छे म। हेर्नुहोस्, अब मेरो यो ठाउँमा कुनै पनि आशा थिएन। यो हामीले जान्नु अथवा यो हामीले बुझ्नुपर्ने कुरा छ। यो अस्ति हामीले दमकमा कार्यक्रम गर्दाको एउटा फोटो मैले राखेको छु। यहाँ सर हुनुहुन्न रहेछ होइन त। डिएक्सन कम्पनी मलेसियामा 1993 मा स्थापना भएको हो होइन यो। अनि यो कम्पनी स्थापना मलेसियामा होइन 1993 मा भए यता भनेको अब तब 100 लगभग 58, अहिले त झन्डै 84 कति होला होइन सर, 82 होइन मतलब देशमा 180 यति धेरै देशमा यो कम्पनीले काम गरिराखेको हामी पाउँछौँ। र यो कम्पनीले चाहिँ तपाईँको हेर्नुहुन्छ भने यो स्वास्थ्य मात्रै दिँदैन, पुरस्कृत पनि गर्छ, प्रमाणपत्र पनि प्रशस्त दिन्छ। मैले मेरो त डायमन्डको ब्याजहरू थुप्रो थियो। अस्ति बसेँ सर्दा मैले काहीँ सुरक्षित राखेको छु। एकदम राम्रो बोडलहरू पनि पाएको नि हौ। पहिलाको 5औं डायमन्ड नेपालको निकै हिरो भइगएको नि होइन, निकै ठुलो भइगएको नि होइन। त्यसो हुँदा मेडलहरू धेरै पाएको छु मैले, यस्तो प्रमाणपत्रहरू।
मसँग छ सुरक्षित। अहिले अब यो घर बन्दैछ, घर बनेपछि एकदम मजाले सजाएर ट्याक्कै यो प्रमाणपत्र हेर्दा पनि केही चाहिँ गर्ने मान्छे हो भन्ने कुरा चाहिँ मानिसलाई अनुभव हुन्छ। अब यो हेर्नुहुन्छ भने यसरी होइन, यसमा गुणस्तरको कुराहरू छ। गुणस्तरको कुरामा हामीले मुख्य हेर्ने भने अन्तर्राष्ट्रिय मापदण्ड पुरा गरेको छ यो कम्पनीले, अन्तर्राष्ट्रिय मापदण्ड। किनभने हामीले चाहिँ अब साधारण गाउँघरको व्यक्तिहरू मात्र नभएर डक्टर, इन्जिनियर, अब जस्तो हेर्नुहुन्छ भने इन्द्र सरलाई थाहा छ कि छैन, म नेपाली क्रिस्चियन नागरिक सङ्घ 73 सालमा दर्ता गरेर राष्ट्रिय प्रवक्ताको रूपमा पनि हो। म सिडिओलाई, डिएसपीलाई, एसपीलाई, एनएसपीलाई, न्यायाधीश हरेक अदालतमा आदि कुराहरूमा कानुनी रूपमा म जानुपर्छ। त्यो कारणले माथिल्लो तहका व्यक्तिलाई चाहिँ म डिएक्सन खान्छु भन्दा वाट डिएक्सन, के हो डिएक्सन भन्छन् तिनीहरूले। भन्दाखेरि हामीसँग डकुमेन्ट छैन भने, आधिकारिक छैन भने हामी फेल हुन्छौँ, बोल्न सकिँदैन। त्यही कारणले तपाईँको गुणस्तरको प्रमाणपत्रहरू चाहिँ तपाईँको आइएसओ होइन, अब 9001 र तपाईँको आइएसओ तपाईँको 14001 गुणस्तर, त्यसै गरी तपाईँको होइन आइएसओ 2000 होइन 22। अनि त्यसै गरी तपाईँको मुख्य कुरा चाहिँ मैले यो हेरेँ, यो चाहिँ महत्त्वपूर्ण कुरा चाहिँ के छ भन्दाखेरि यो यहाँ छ नि सर, यो छ नि हलाल धार्मिक सङ्गठनले पनि खानुहुन्छ भनेको चाहिँ मुसलमानहरूले चाहिँ यताको खाँदैन, हामीले छोको डाक्टर लिमले छोको नखाने, हामी छोको नखाने। तर यो चिज चाहिँ ईश्वरीय भनेर खान्छ उनीहरूले, किनभने हलाल गरेको छ, यो चाहिँ शुद्ध गरेको छ। अनि एउटा सुईलाई 1,20,000 पर्यो भने यसलाई कति पर्यो? यसलाई त समथिङ 5800 मात्रै पर्छ। सर कति पर्छ? ठिकै भन्दैछु भनेपछि त्यो 1,20,000 को एउटा सुई हाल्नुभन्दा यो 5800 को 50-60 हजार जति खाँदा पनि भन्दा पनि अझै शरीर जम्मै टाउकोदेखि खुट्टादेखि घाँटीदेखि मुटुदेखि किडनीदेखि अब नसाका रेसीदेखि तपाईँको जोड्ने ठिक हुने रहेछ नि त, होइन र? तर त्यतिखेर थिएन नि त त्यो, होइन? कति 2000 मा हामी यो भयो नेपालमा भने 1993 मा बाहिर डाक्टर लिमले सुरु गर्नुभयो भनेपछि मैले कति वर्ष भयो भन्दा म 61 बाट एकदम नै इन्द्र सर म रेगुलर छु। हजारौं त्यस्ता खालका मान्छेहरूलाई हामीले बचाउनलाई सफल भएका छौँ, हजारौं मान्छेलाई। त्यही कारणले गर्दा हामीले यो सन्देश दिनुपर्छ। अनि सर बसेर सुन्नुपर्छ है, मैले बिल गेटको कुरा बडा महत्त्वपूर्ण कुरा गरेँ, किनभने आजीवन हामी सुख पाउनका निम्ति चाहिँ तपाईँको हाम्रो मान्छेको चाहना चाहिँ ठुलो बिल्डिङ होस्, 2-4वटा राम्रो गाडी होस्, होइन? एउटा आफूलाई हिँड्ने स्पेसल कालो सिसा भएको कार पनि होस्, 2-4वटा ड्राइभर हुन्, ट्याक्क सबै तयारी होस्, होइन? घर पनि राम्रो होस्, अनि स्वास्थ्य पनि सुस्वास्थ्य होस् भन्ने कुरा कसलाई चाहना हुँदैन होला? तपाईँलाई चाहना छ कि छैन भन्नुहोस् न। त्यो चाहिँ के हो भन्दाखेरि चाहिँ यही डिएक्सनले मात्रै दिने रहेछ। अब हुन त हामी नेपालबाट हो, म 5औं डायमन्ड। अब हजुर कतिमा डायमन्ड हो? दुबईबाट हो नि तपाईँ? हजुर हो, दुबईबाट। कति डायमन्ड कतिमा हो? कतिवटा छन् भन्नुभएको कि कतिवटा छन् अहिले नेपालमा? म कति महिना बने भनेर सोध्नु होइन, भएको? मतलब डायमन्ड कतिवटा कति छन् होला यहाँ नेपालमा चाहिँ? नेपालमा कि समग्र सबै? सबै लगभग 81वटा डायमन्ड छन्। 81वटामा कति नम्बरमा पर्नुहुन्छ होला? होइन, मेरो अन्डरमा चाहिँ 81 जना डायमन्ड छ। 81 जना डायमन्ड भनेपछि अब हामीले चाहिँ उहाँसँग कुरा गर्दा चाहिँ इन्द्रको अगाडि स्वर्गको कुरा हुँदै जस्तै रहेछ, होइन त? उदाहरणको लागि हामी चाहिँ 5औं डायमन्ड, होइन? 5औंमा नेपालमा अरू डायमन्ड नभएर मात्रै 5औं नम्बरमा म डायमन्ड। अच्छा, त्यसरी त सोध्नु भएको रहेछ, होइन? नम्बर 5 को नेपालको चाहिँ, बाहिर त कति थिए त्यतिखेर, होइन? 61 सालमा 5औं डायमन्ड हो, होइन? नेपालको एउटा ऐतिहासिक कुरा हेर्ने, होइन? अनि तर अहिले गएर धेरै डायमन्ड हुनुभयो। तर यो धेरै डायमन्ड हुनको कारण चाहिँ हामीले सुन्दै गर्दाखेरि चाहिँ यो चिज महत्त्वपूर्ण छ, यहाँ अर्थ छ, यसको उद्देश्य भिन्दै छ। अनि यहाँ राति सुते पनि, तपाईँको उठे पनि, हिँडे पनि, बोले पनि, होइन? तपाईँको आर्थिक इकोनोमीको कुराहरू जोडिएर आउँछ। यो अचम्मको कुरा छ।
होइन। म अघि राति कुरा गर्दै थिएँ, तपाईँको यो नवलपरासी जिल्लाको एउटा भाइ मगर के प्रेम भाइ राति भन्नुभयो, बुवा म त यो डिएक्सनको ल झरेर आज बनिहाल्नु त तल बनेर सामान लानु भनेर अघि राति सिफारिस गर्ने। एकजना उहाँ बन्दैछ हेर्नुहोस्, फन्डमा खर्च भए पनि उता पैसा 6 रुपियाँ त आउँदै भयो नि त। नवलपरासीबाट 6 रुपियाँ आयो नि त, 2 रुपियाँको खर्च गरे होइन, 4 रुपियाँ त फाइदा भयो भएन त। त्यही कारण बिल गेटले भन्नुभएको चाहिँ सधैँलाई सुख चाहने हो भने डिएक्सनमै काम गर्नु भने हो क्या उहाँले। खास गरी बिल गेटले यो बुझाइ चाहिँ, यो भनाइ चाहिँ किन भन्नुभयो होला त? यो भन्नाले भन्दाखेरि चाहिँ उहाँले के भन्नु त भन्दाखेरि लास्टको शब्द हेर्नु त, किनकि सुख होकर काम करेगे तो खुशी और सफलता दोनों मिलेगा। किन पहिलो चाहिँ हामी खुसी हुनु पर्यो, यो कम्पनीमा हामीले काम गर्दाखेरि हामी एकदमै सन्तुष्टि, म चाहिँ 100 को 100 खुसी छु यो डाक्टर लिमको कम्पनीमा, यो डाइरेक्ट सेलिङ एसोसिएसनमा काम गर्न 100 म खुसी छु। किनभने यो नेटवर्क होइन, डाइरेक्ट सेलिङ एसोसिएसन हो। कतिजनाले नेटवर्क भन्छन् होइन, हेर्दा नेटवर्क जस्तै जस्तै लागे तापनि नेटवर्क संसारमा त सबै नेटवर्क हुन्छ नि। अब टेलिकमको नेटवर्क भयो, एनसेलको नेटवर्क भयो, परिवारको हजुरबुवा कुपुराबा होइन, कुपुराबा हजुरबुवा बुवा छोरा नाति नेटवर्कै छ नि, पारिवारिक कुरा पनि। हेर्दा नेटवर्क जस्तो भए तापनि यसको बिक्री प्रणाली चाहिँ डाइरेक्ट सेलिङ एसोसिएसन भन्छ क्या। कम्पनीले दिने फाइदा सिधै दिने भएका कारणले गर्दा डाक्टर लिमसँग यो कम्पनीमा काम गर्न 100 म चाहिँ एकदम नै खुसी र सन्तुष्टि छु। अनि यो कार्यक्रमले गर्दाखेरि अस्ति मैले सिलगढीमा एउटा चर्चमा बोलेँ, म त्यहाँ लगभग भनेको 16-17 जना जैन भाइ, 17 जना एउटा चर्चमा मैले धार्मिक कार्यक्रम चलाएँ। अब मलाई सर उहाँ डिम्बापुरमा बोलाइरहनु भएको छ, चर्चमा कार्यक्रम गर्न, चर्चमै कार्यक्रम गर्ने, चर्चमै पढाउने हो। वचनको बेला नै जब वचनको समय दिनुहुन्छ चर्चमा, त्यतिखेर सिधै यो स्वास्थ्य भनेको के हो, खास गरी बिब्लिकल बाइबलले के भन्छ स्वास्थ्य सम्बन्धी भन्ने नै सिधै सिकाएँ मैले। हेर्नुहोस्, मन्दिरमा जाँदा पनि सिधै गुरु पुरोहितले हाम्रो धर्मशास्त्र गीता वेद कुरानले चाहिँ स्वास्थ्य सम्बन्धी चाहिँ के भन्छ भन्ने कुरा चाहिँ पनि जान्नु पर्यो क्या। हामी मान्छे कति महत्त्वपूर्ण मान्छे छौँ हेर्नुहोस्। जब तपाईँ म छु र नै 61 सालमा म मरेको भए नि, अहिले त नि इन्द्र सर मेरो त पनि हड्डी पनि हाम्रो त अरू जस्तो केमिकलवाला थिएन होला नि, हड्डी पनि पच्छ होला होइन भीम सर? मान्छेको हड्डी रहन्छ र अहिले लामो समय रहँदैन होला होइन। पहिलाको हड्डीहरू त त्यो जुगे डाँडामा तपाईँको त्यो ग्राउन्ड खन्दाखेरि हामीले हड्डीहरू पहिला त यस्ताहरू परेका निकालेका थियौँ हामीले। यो पाडाजुईको हाम्रो उमरशाला खन्दा पनि त्यतिखेर म दमकको एउटा नगर प्रमुख थिएँ। अनि त्यो गणेश एसपी साहबसँग हामीले सम्झौता गर्दाखेरि होइन 100 जना क्रिस्चियन सोसाइटीको स्मारिका लाग्ने, 3000 जति बढी छन् त्यो अरू आदिवासी जनजातिहरूको स्मारिका बनाउने, रङ्गशाला बनाउने भनेर त्यो उत्खनन गरेर डोजर गर्दा लासहरू कति त्यहाँनिर तपाईँको हड्डीहरू त यति गङ्रङ निक्लिएको थियो। तपाईँ यसरी खनेर त्यो हड्डीहरू सोरेर लगाएर पुरेको हामीले होइन। त्यहाँ यो रङ्गशालाको कुरा हेर्नुहोस्, ऐतिहासिक कुरा गर्दैछु त। पहिलाको हड्डीहरू त्यसरी रहन्थ्यो, अहिलेको हड्डीहरू त, पहिलाको हड्डीहरू त यो एकदम प्रोटिनयुक्त खानेकुराहरू, विषादी रहित खानेकुरा खाएको कारणले गर्दाखेरि पहिलाको हड्डी